हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई अनदर ब्लग। र यो चाहिँ अस्तिको कन्टिन्युएसन हो है। र त्यहाँदेखि हामी 5 मिनट्स वक गर्दाखेरि चाहिँ हामी यहाँनिर आइपुग्यो है, यो लेकमा। र यो चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँहरू कतिजनालाई थाहा छ है, कतिजनालाई थाहा छैन। यो चाहिँ म्यानमेड लेक हो र यो चाहिँ एकदमै मजाको ठाउँमा रहेछ है। र यहाँ हेर्नुहोस् न, माछाहरू पनि मान्छेहरू देखेर यसरी आउँदो रहेछ है, के दिन्छ भनेर। त्यहाँदेखि हामी यसरी भिडियोहरू गर्दै फोटोहरू खिच्दै हो गयौँ है। वरिपरि घुम्दा पनि हुँदो रहेछ, मजाको रहेछ हो यहाँनिर चाहिँ। र ऊ पर नै चाहिँ तपाईँले देख्नुहुँदैछ है, त्यहाँ चाहिँ बोटको लागि टिकट काउन्टर। र त्यहाँदेखि चाहिँ हामी त्यहाँ गएर चाहिँ हामी बोटमा यसरी इन्जोय गऱ्यौँ है। हामी चाहिँ जम्मा 6 जना थियौँ नानीहरूसँग। र यसरी है मजाले हामीले फोटोहरू पनि खिच्यो, भिडियोहरू पनि बनायो पालै पिलो हो। त्यहाँदेखि चाहिँ नानीहरू पनि खुसी भयो त्यहाँनिर हो। त्यहाँदेखि बाहिरहरू गर्नु पर्दो रहेछ त्यहाँ चाहिँ आफै, त्यसले गर्दा चाहिँ अलिकति थाक्दा पनि रहेछ हो। र है हामीले त्यहाँनिर मजाले एक राउन्ड गरेर चाहिँ त्यहाँबाट चाहिँ हाम्रो है सकिँदो रहेछ। फेरि जाउँ भने चाहिँ एकदमै थाकेको है। र यहाँ अर्को बोट पनि छ हो दिदीहरूको, माइजू दिदी बहिनीहरू बसिरहेको छ। हुन्छ, थ्याङ्क यू सो मच।